ला हामी चाहिँ गइयो यसको फेरि फ्रन्ट क्यामेरा राम्रो आउँदैन कि हामी चाहिँ आयौँ फाइनली अब हिँड्न पर्छ अरे उता मैले भरिङ देखेको सायद त्यहीबाट होला बैकुण्ठ धाम अब चाहिँ हामी जाँदैछौँ ओ माई गड सो ब्युटिफुल ए हो ताल चाहिँ होइन पुरा होइन माथि जान सकिन्न रे अझ वहाँ कति दामी झर्ना हात्तीमार देखेकै छैन जाम फोटोमा सबै माथिको आउनु त्यत्रो बाइक जान सक्छ नि यार जब साथमा यत्रो यहाँ टाइगर जस्तो दाइ छ टाइगर दाइ गाइस झ्याल्छु भिन्नुपर्छ एकदम कमर बसेर आज म बिहाको टाइगर दाइ बाँधन तिमीले पनि त्यो हात समाएर हिँड्नुपर्छ सक्सेसफुल्ली यो तरियो अब हामी माथि जाँदैछौँ एकदमै ठुलो यस्तो लडियो चाहिँ हामी यो भरिङ चढ्नुपर्छ यस गाइज हेर जेन्टलम्यानले चप्पल लिएर भाग्नु भयो ओ माई गड राम्रो आएन कि त्यो दाइ त्यस्तो जिम जाने मान्छे यो त केही नै होइन दाइको लागि अनि अस्ति भर्खरै लिएर आएको नि यति पनि थाक्यो भने स्याहार भइसक्यो म त यहीँ एकछिन बस्नुपर्छ उही कपाल जस्तो देखियो कि सबैजना त्यहाँ अनि दुईजना हामी चाहिँ यहाँ तालसम्म आयौँ अनि त्यहाँ झर्ना छ है गाइस अलिअलि देखियो झर्ना
सुदीप दाई हराएको अवस्था है कहाँ हराउनु भयो दाई ल झन् पछाडि सबैभन्दा छिटो आएको मान्छे वाउ ओ माई गड कता हो त नि गहिरो भनेको ए चिसो हो ओहो थम्बनेलमै हिँड्नु के हुन्छ थम्बनेल 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 चिसो भयो के म त आछु हामी चाहिँ फोटो सेसन गर्दैछौँ है बिहान लगाइसकेको पनि एकैछिनमै धेरै मान्छे आउनुभयो हामी चाहिँ फर्किनु लाग्यो अब अनि यता चाहिँ उनीहरू अझै फोटो सकेको छैन हाम्रो टाइगर दाई यहाँ चाहिँ हामीले माछा देख्यौँ है हामी चाहिँ सुरुमै आइसक्यो हामी फर्स्ट हो फर्किने बेला सबैको हालत खराब भएको छ यहाँ सबैभन्दा अगाडि आएर हामी 10 मिनट ढिलो आयौँ भन्नुभयो दुईजनाको सेम टी सर्ट मैले दिएको फर्किनु लाग्यो गाइस ओए चटपट खान न चटपट खानु होइन नखा मलाई हामी अगाडि जानु पर्यो नि competition यहाँ चटपटी खान लाग्यो दाईको स्टाइलमा अरे चटपट त्यहाँ बनाउनु लाग्ने अनि यहाँ सबै के खानु मन लाग्छ सबै निकालेर त्यो चटपटमा हाल्ने अरे अब हेरौँ है कस्तो हुँदो रहेछ लेट्स सी दादा फकाएर ल्याएको आज हामी गाइज हामी चाहिँ अब लिची जुस खाएर घर जानु लाग्यो गाइज हामी चारजना स्कुटीमा केही देखेर तर के हुनु पो मलाई गए